आज भर्खर आधा पौन घण्टा पहिलाको न्यूज हो। हामी सञ्जय पाइल ज्वेलर्स भन्ने हाम्रो एउटा पसल हो। त्यो पसलमा जिल्लाका डीएसपी का टोली आएर त्यहाँ सामान चाहिँ जबरजस्ती सामान चाहिँ त्यसको दराजबाट झिक्दै थियो, झिकेर माथि राखेको थियो। त्यतिखेरैमा हामीहरू पनि त्यहाँ पुगे। हामी संघको जनकपुर सुनचानी व्यवसाय संघका पदाधिकारीहरू त्यहाँ पुगेपछि त्यो सामानहरू त्यहीँ राखेको थियो टेबलमा। मैले डीएसपी साहबलाई भनेको, डीएसपी साहब यो सामान के हो, कस्तो? उहाँले मलाई डाइरेक्टै भन्नुभयो, यो सामान सबै चोरीको सामान हो, चोरी गरेर ल्याएको सामान हो। मैले उहाँलाई भने यो चोर त होइन, यो डाका त होइन, यो त पसल गरेर बस्ने मान्छे हो। तपाईँ कसरी यसलाई चोर भन्नुहुन्छ? होइन, राजस्व छलेर ल्याएको सामान हो, त्यो त चोरी गरेकै हो। हामीले हेर्नुहोस्, यसमा सामान अलि तपाईँको स्थानीय प्रोडक्सनवाला पनि सामान हो र अरू पनि तपाईँको बाहिरको पनि सामान हो। यो त हामी लिस्टिङ गरौँ, कुन यहाँको सामान हो, कुन सामानको हाम्रो कहाँ बिल छ, कुन सामानको हाम्रो कहाँ बिल छैन। जुन सामानको हाम्रो कहाँ बिल छ, जुन स्थानीय प्रोडक्सन हो, त्यो सामान तपाईँ छोडिदिनुहोस्। बाँकी सामानको लागि अगर त्यसको बिल छैन बाहिरको सामान हो, तपाईँ लग्नुहोस्, हामी तपाईँलाई सहयोग गर्छु भनेर भनेकै थिएँ। उनीहरूले होइन यो हुँदैन, यो सबै जिल्लामा आउनुहोस्, त्यहीँ बसेर कुरा गरौँ ल। अब हेर्नुहोस्, हामीहरूको हो भोलि धनतेरसको दिन। भोलि धनतेरसमा सबै व्यवसायीहरू उत्साह भएर भोलि काम गर्थ्यो। आज भोलि धनतेरसको आज रातिमा यस्तो दुर्घटना गर्दाखेरि, यस्तो दुर्घटना भइगयो भने हामी सम्पूर्ण जति सुनचानी व्यवसायी छौँ र हामी पीडितमा छौँ। हामी भोलि पसल खुल्छ कि खुल्दैन, खोल्यो भने कहीँ उनीहरूले पनि बन्दुक यसरी हेराएर चाहिँ त्यो छापामारी गर्ने हो, यस्तो कहीँ हुन्छ? ठिक छ, तपाईँलाई लाग्यो पारीको सामान हो भने, तपाईँलाई लाग्यो यो पारीको सामान हो भने ठिक छ, हामी बस्छौँ नि। पारीको सामान होला, तपाईँ लानु होला। मलाई के होइन, यहाँ हाम्रो कतिजना साथीलाई टाउको फुटाएको छ, मलाई सूचना आएको छ। अब कहाँनिर त्यो कुन हस्पिटलमा इलाज भइरहेछ त्यो मलाई थाहा छैन। म थाहा गर्छु, यकिन गर्छु, अनि म त्यहाँ हेर्न जान्छु। र सँगै हाम्रो यो जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीजीलाई निर्माता रूपले घाँटीमा यसरी घोप्राएर होइन बाहिर फाल्नु र उहाँलाई टाउको फुटाउनु, यो कहाँको न्यायोचित हो? हाम्रो सम्पूर्ण व्यापारीको एउटा प्रतिनिधिलाई यस्तो गरेर मिल्छ भन्नुहोस् त? यो हामीलाई एकदम तपाईँको मतलब दृश्य यस्तो हेरेको थिए कि जसरी मतलब दिन दहाडै एउटा मतलब डाकाहरू या सामान अब हामीहरू के गरौँ भनेर साथीहरूसँग हामी सल्लाह गर्छौँ। अब के छ भने भोलि त हाम्रो धनतेरस हो होइन। अब धनतेरस हामी गर्न पाउने कि गर्न नपाउने त्यो हामी अन्जसमा छौँ होइन। भोलि कहीँ यस्तै हामी पसल खुल्छौँ र फेरि चाहिँ प्रहरीहरू आएर कसैको पसलमा आएर यस्तै कामगर गर्न थाल्यो भने त हामीहरू त बिजोगी हुन्छ, हामीहरू त मर्छौँ नि। त्यसको लागि हामीहरू अब बस्छौँ, हामी छलफल गर्छौँ। अब यस्तो पर्वको टाइममा हाम्रो धनतेरस हुन्छ कि हुँदैन, साथीहरूसँग जुन सल्लाह निर्णय आउँछ त्यही अनुसारको काम गर्छ।